हेर्नु गाइस हामी भागेर आएको छौँ माथि मान्छे धुनिएको छ दाइ हो दाइ माथि मान्छे धुनिएको छ माथि रातो छ हेर्नु सासा छ अलि यस्तो डर लागिरहेको छ यहाँ जङ्गलमा पुरा कहाँदेखि आइरहेछौँ हामी हेर्नु त्यही पनि साइकलमा उच्च घस्याएको गर्छ त्यही पनि 2-3टा मात्रै गाडी हरिरहेका छन् सातो बुतो खाइदियो त्यो बेटा हेर्नु यहाँ के बनिरहेछ यहाँ मान्छे आइरहेछन् पुलिसहरू झुन्डिएका छ भन्ने मान्छे हेर्नु नभएको छ माथि हेर्दै थियौँ हामी दाङदेखि आउँदैछौँ यो साइकल लिएर आएका हामी त्यो साइकल आधी फालेर आधी ल्याएका छौँ ए दाङै हो क्या त्यहाँ हाम्रो लागि टापिनु फेरि नासो टापिनु नगर्नु पानी खोलाबाट आउँछ पानी बादीको पुजाइ छ चल्लेर रामो काट्छ पहिला नै पुजाइको दिन पुनि यस्तै फुल पुजाइ हुन्छ नि त काम गरिरहेको छ हामी हिँड्दा अब अलि माथि माथि पसल हुन्थ्यो लगाइ यहाँ यसो घर भेटिन्छ एउटा पहिला मान्छे बसिरहेका थियो अहिले त बस्दैन न हात हर्साउन लागेको बेला आइरहेको छ हेरौँ त्यहाँ गाडी के भन्छ नि मैले बिर्सिरहेको बर्खा भयो होला हामी चाहिँ ल्याउन किनिदिएको बाइकले बाइकवालाले चाहिँ 16 निकाल्नु पर्ने 16 यो पिसिया हुन् क्या पारे बस्दै पालटी हाम्रो कमदम पाखा पनि छ तेरो पनि छ पारे त्यही त अरे हामी पास गर्ने कमदम 16 हेर्नु गाइस हेर्नु यस्तो जङ्गलमा आउने यति सौर्यको घर छ ए म टक्क लाएर रङ लाग्थ्यो भने हामी सानसानो हुँदाखेरि आँप खान आउँदै थियौँ हाम्रै आँप तर अहिलेको जमाना त बिग्रिसक्यो यो खान्थ्यौँ र यो जुनी खान्थ्यौँ जुसिलले खिरो हुन्थ्यो तिनी बिजी चिलाइ मर्थ्यो नर अटोलाई भेट्यो नै तैँले मेरो औलो खाइदियो नि नै यहाँ बाटो अप्ठ्यारो हेर्नु गाइस आबाले सोचालाई गरिदिनु हुन्छ आएको भाइरल भिडियो अब जान्छ पोस्टिङ हुन्छ पोस्टिङ यस्तो नरेन यस्तो है ह्यान्डल अलि होलो भइसक्यो तल्लो कस्ने हो त्यसमा ताइला भन्छ यी ब्रेक के बनायो तिमी गियर ब्रेक छैन तिमी हाल्दै हाम्रो पाखा यति तल्लो छ अलि रोड अप्ठ्यारो भयो त थाहा पाएला नि त कहाँ भन्ने हेर्नु अलिक मोड छ यत्रो पाएको यो सिमल हाम्रो
मान्छे पट्याउन पाए कति राम्रो हुन्थ्यो। जिमाङ्गी बाजेको यो गोठ हो यहीँ भेटिरहेको छ। भेरा चलाउन आउनु भएको छ एउटा लाटा बाजे बाजे मरे आरामले के भने ए हातिर के भन्थ्यो नि मैले आफै बिर्सेले बेटा के पाएको भन्थ्यो होइन क्या छानी घर ओए मेरो टाउ क्या नआउँछ त्यहाँ त सिधा हो न कहाँ यार मिलाएर तल आली न्युट्रलमा हालेर तेल सिक्थ्यो होला त मजा नि अटोलाई पैसा त भेटेर मन छैन केपीले हामीले सक्दैनौँ त दुईटा ल्याऊ बल्लुले हाल्यो छन् बाजेले खान्छ अजयले बल्लु ल्याइदियो भने क्या एउटा बल्लुले बल्ल हुँदैन सोलामा पुगिसक्यो कहाँ मेमी अहिले तल गयो नि ह्यान्डल बनाउने भने है खै हेरौँ ल यही गयो त्यो ग्यारेज के भन्छ नि कटे भन्छ नि कटे यहाँदेखि तल जाने बाटो छ पहिले चाहिँ देखिहाल्यो अरे नि यहाँदेखि साइकल ल्याए सरी म नहल्यो त होइन यो कुरा लास्ट चाहिँ तिम्रो लान्छ हेर किडन्याप होइन कि म ल्याएन हल्लाइरहेको साइकल ल्याएर गाडी आइरहेको छ तल्लो रोड छेराबाट हेर पाकै छन् मेरो पाइला नहल्ला भन्दैछ यसलाई विजय म्याडमको घर छ हेर्नु बोडी नहल्ला फोटो आहा त्यो भाइ देखिन्छ ओ दाइ के त बसको हरन भयो यहाँ केटीको ग्याङ फाइट भयो होला हामी रोजरी नै हेरिदिउँ क्या त्यो इँटा लाग्यो यही रु फेरि नआउँछ यति खतरा लुचर लुचर हामी त ल केटाको सिधै नक्समा छ केटाले नै केटी पनि खतरा यसो घर पाइहाल्छु यस्तै घर जान्छ भेटिँदैन चाहिँ म त आफै आउने कुन्नाले अब त भइगयो